Luar phone number kalau namgi yore kita do kali na maje bati namu jes अनि त्यसरी नै अनि सर्वप्रथम यो जुन चाहिँ अब नववर्ष र त्यसरी नै सोनम लोसार इत्यादि जुन चाहिँ भइरहेको छ यसको अनि सुख समृद्धि तपाईँहरूको होस् भन्ने र विघ्नबाधाहरू सबै निवारण भएर तपाईँहरूको दीर्घ आयुष्यमा यस्तो एउटा पुनित कार्यप्रति सदा एव लगिरहोस् भन्ने मेरो प्राणीदान यानि मेलम सदा एव रहन्छ र त्यसरी नै अनि यो नेपाल रिम्पोछे परम पूज्य मेफम रिम्पोछेको जुन चाहिँ मार्गदर्शन अनुसार तपाईँहरू सबैले एकजुट भएर परस्पर पक्षपात इत्यादि त्यागेर एउटै है मतद्वारा तपाईँहरूले सुचारू रूपले मिलमिलापको साथमा यस पुनित कार्यप्रति तपाईँहरू लगेर जानुहोस् र विशेष गरी कुनै पनि पाप इत्यादि हामीले नगर्नु र जति सक्दो हामीले पुण्य कमाउने एउटा कोसिसमा लगिरहेको हुनुपर्छ र यस विषयमा विशेष गरी धर्मको इत्यादि मार्गदर्शन तपाईँहरूलाई गर्नुहुने उहाँ पुज्ने विफल रूपले हुनुहुन्छ र त्यसैले गर्दाखेरि सबैले एकमतद्वारा तपाईँ मेलमिलापद्वारा एकजुटद्वारा हामीमा हमेसा मिलाएर यो पुनित कार्यप्रति तपाईँहरूले एकदम सुसम्पन्न गराउने प्रति तपाईँहरू लगिरहन्छ भन्ने मेरो आशा पनि छ अनि आज त्यति नै म तपाईँहरूलाई अनि यसको मठ भन्ने जुन चाहिँ निर्माण चाहिँ आजदेखि 1262 साल अगाडिको हो द्रौपदमा सम्भावको आधारित एउटा मानिने अनि धुटुक रूपसेको ठाउँका यसरी प्रदान गर्नु हुँदाखेरि मलाई एक प्रकारको एउटा संयोग पनि अवश्य नै आजको यो जुन चाहिँ पुण्यतिथि छ र त्यसैले गर्दाखेरि धरती र पानीको एउटा योग है हाम्रो ज्योतिष शास्त्र अनुसार बौद्ध ज्योतिष शास्त्र अनुसार र एकदमै राम्रो भयो जस्तो मलाई लाग्छ राम्रो प्रकारले गरिरहनु भएको छ र विशेष र उहाँलाई पनि यो निरन्तरता अध्ययन गरेर पछि अब अध्ययन परिपक्व भएर यहाँ राम्रो धर्मगुरु बनेर अनि राज गर्नुहोस् भनेर मेरो विशेष यही नै छ प्रार्थना र आज यहाँ आउनुभएका हाम्रो पञ्चम कुम्भका विषय र साथै सङ्घगण खेम्बोला र साथै यहाँ पाल्नुभएका जति पनि धर्मगुरु र माननीय हाम्रो यहाँ जति पनि पदाधिकारीगण र साथै हाम्रो सम्पूर्ण मानिव सङ्घ संस्था र विशिष्ट छामगाङ कमिटी र यहाँ गुम्बा कमिटी लगायत हाम्रो यहीँको गाङ्गिली अनि प्रशासन र साथै हाम्रो म्यानेजर सब र पदाधिकारी र जति पनि हाम्रो जिटिएका जति पदाधिकारीगण सम्पूर्ण यहाँ आउनुभएका धर्मावलम्बी हरेक सङ्घ संस्थालाई म सेन्टर फर प्रिजर्भेसन अफ हिमालयन बुद्धिज्मको एउटा डाइरेक्टर हुनुको नाताले र साथै हाम्रो छामगाङ कमिटीद्वारा र साथै हाम्रो यस गुम्बाका कमिटीद्वारा र मानिव सङ्घ संस्थाबाट म धन्यवाद चढाउन चाहन्छु र आउँदो दिनहरूमा सम्पूर्णले यसरी प्रार्थना राखिदिनुहोस् विशेष त हाम्रो रिम्पोछेको आगमन भयो भने हामीलाई धर्मको मार्ग दर्शन पाउनेछ भनेर म यति यस वक्तव्य यसैमा समाप्त गर्न चाहन्छु सबैलाई फेरि पनि सोनम लोसारको टासितेले फेबुला नमस्ते असो